Hello friend, welcome to my mini vlog. Today we are going to jumping fun. यहाँ ओडेन्सेमा चाहिँ हामी जम्पिङ फन गएको छोरालाई लिएर अनि फर्स्टमा चाहिँ त्यहाँ काउन्टरमा सक्स र अनि ब्यान्ड लियौँ अनि त्यस पछाडि चाहिँ छोरो र म रेडी भयौँ हामी चाहिँ अब भित्र गएर अनि छोरो चाहिँ लागिहाल्यो उसको काममा उसलाई चाहिँ खेल्न उफ्रिन भने पछाडि यति मन लाग्छ अनि यो चाहिँ सबै ट्राम्पोलिन उफ्रिने मात्रै ठाउँ पहिले लास्ट इयरको उसको बर्थडेमै जाने भन्ने थियो अनि फेरि म प्रेग्नेन्ट थिएँ नि त अनि लिएर जान पनि गाह्रो भइरहेको थियो भमिटहरू भइरहेको थियो अनि त्यही भएर गएनौँ अनि उसले चाहिँ रहर गरिरहेको थियो अनि अस्ति विकेन्डमा अब कहाँ जाने त भनेको अनि फेरि उसको साथीहरू जम्पिङ फन गएछन् स्कुलमा कुरा गरेछन् अनि त्यस पछाडि ममास जम्पिङ फन जाने लास्ट इयर पनि गएन भन्यो अनि ल ठिकै छ भनेर हामी जम्पिङ फन गयौँ अनि जम्पिङ फनमा चाहिँ 2-3 टाइपको टिकट हुँदो रहेछ 1 घन्टाको लागि अनि अनलिमिटेड अनि बच्चाहरूको मिनी जम्पिङ भनेर रहेछ मैले चाहिँ 1 घन्टामा पुग्दैन होला अब कस्तो छ के छ कति उफ्रिन्छ भरे फेरि उसलाई चाहिँ खेल्न मन लाग्यो भने फेरि टिकट एक्सटेन्सन गर्न मिल्छ मिल्दैन भनेर मैले चाहिँ अनलिमिटेड लिएको थिएँ जति घन्टा उफ्रिँदा पनि भयो अनि त्यही गयौँ अनि गएर चाहिँ अनि उफ्रियो पहिला चाहिँ त्यहाँ माथिबाट उफ्रिनलाई डराइरहेको थियो बाबु अलि अल्गो छ नि त त्यहाँ अनि त्यही भएर डराइरहेको थियो अनि मैले चाहिँ छोरीलाई पनि लिएर गएको अनि रुबिसा पनि गएको थियो मेरो साथी उसले चाहिँ म प्रेसलाई यताउता गरेको बेला नानीसँग बसिदिएको थियो नानी पनि एकदम खुसी भइरहेको थिए एक्साइटेड हुन्छ एकदम मान्छेहरू देख्दा जो पनि उसको छेउमा यताबाट पास भयो भने चाहिँ अनि बोलाउँछे अनि छोराले चाहिँ यहाँ माथि अरूले जम्पिङ गरेको देखेछ अनि चढ्न सकेन अनि हेल्प गरिदिन्छु भनेर मैले चाहिँ हेल्प गरिदिएँ डेयरिङ भएको छ कि छोरो अहिले अरूले जसो गर्यो त्यसै गर्ने हो यसरी जम्पिङ गरेको ऊ पनि गर्ने रे अनि बिचरालाई उभिएर चाहिँ डर लाग्यो फर्स्ट टाइम हो नि त अनि बसेर जम्पिङ गर्यो अनि 1-2पल्ट गरे पछाडि त भरे त डेयर गरेर उभिएर पनि गर्यो अनि यो ठाउँ चाहिँ एकदम धेरै जम्पिङै मात्रै रहेछ वरदेखि परसम्म जम्पिङै मात्रै गर्ने उता यति धेरै एक्साइटेड भएर खेलेको कि अनि बच्चाहरू यसरी खेलेको देखे पछाडि रमाएको देखे पछाडि चाहिँ कस्तो खुसी लाग्छ कि अब विदेशमा त फ्यामिली पनि हुँदैन अनि साथीभाइहरू पनि सबै आफ्नो आफ्नो काममा व्यस्त हुन्छन् गेट टुगेदरहरू पनि खासै हुँदैन अनि घरमा बच्चाहरूसँग अब आफू पनि काममा गइन्छ अनि बच्चाहरूसँग त्यति धेरै टाइम स्पेन्ड पनि गर्न पाइँदैन अनि त्यही भएर चाहिँ यसरी बाहिरतिर लगेको बेला छोरो एकदम खुसी हुन्छ अनि मलाई चाहिँ कस्तो सेटिस्फ्याक्सन फिल हुन्छ कि प्राउड फिल हुन्छ अनि त्यस पछाडि मैले चाहिँ हरेक हप्ता केही न केही एक्टिभिटिजहरूमा लगिरहेको हुन्छु उसलाई चाहिँ अब घरमा राखेर पनि के गर्ने अब कि चाहिँ मोबाइलै चलाइन्छ कि चाहिँ आइप्याडै चलाउनु पर्यो बच्चाले पनि अनि यो ठाउँ चाहिँ मलाई एकदम राम्रो लाग्यो यता चाहिँ बर्थडे सेलिब्रेसनहरू गर्नु पनि मिल्ने रहेछ अनि रेस्टुरेन्टहरूमा पनि मजाले बसेर खान मिल्ने रहेछ यता चाहिँ बर्थडे सेलिब्रेसनको त्यो आफूले बुक गरे पछाडि अनि गर्न मिल्ने रहेछ अनि क्याफे पनि रहेछ यहाँनिर चाहिँ अनि क्याफेमा बाबुले चाहिँ 1 घन्टा त्यो उफ्रे पछाडि भोकाएर अनि खाना थाल्यो खास उसले चाहिँ बर्गर खाने प्लान गरेको थियो थिएन बर्गर अनि पिज्जाहरू खायो अनि हामीले पनि रुबिसा र मैले कफी खायौँ चिसो चिसो थियो बाहिर पानी परिरहेको थियो अनि हामीले पनि कफी लियौँ अनि छोरोले चाहिँ कति घन्टा खेल्ने भनेर सोधेको थियो पहिला मलाई अनि मैले चाहिँ 3-4 घन्टा 3 घन्टा खेले हुन्छ भनेको थियो अनि उसलाई चाहिँ अब 3 घन्टा उफ्रिनै पर्छ जस्तो गरेर उफ्रिरहेको थियो अनि भरे त टायर्ड भएछ कि अनि म एकछिन रेस्ट गर्छु भनेर यहाँ रेस्ट गरिरहेको थियो अनि मैले चाहिँ अब एक्लै पनि छोड्न मिलेन नि त यत्रो धेरै उफ्रिरहेको थियो बा गाह्रो हुन्छ कि भनेर अनि म बाबुसँगै गएँ त्यतिखेर चाहिँ रुबिसाले छोरीसँग बसिदियो अनि एकदम धेरै हेल्प भयो आइ एम भेरी थ्याङ्कफुल फर हर एकदम धेरै रमाइलो भयो उसँग पनि गफसफ गरियो कफी सफी खाइयो अनि त्यस पछाडि छोराले चाहिँ भरे टायर्ड भए पछाडि अरू अरू गेम खेल्छु भन्यो अनि छोरा र मैले यहाँ खेल्यौँ अनि यो सके पछाडि अरू पनि गेमहरू त्यहाँनिर रहेछ कोइनहरू हालेर खेल्ने अनि उसले चाहिँ त्यति धेरै इन्ट्रेस्ट गरेन इन्ट्रेस्ट गरेको भए त मैले कोइन हालेर पनि गरिदिन्थेँ एकदम टायर्ड भइसकेको थियो अनि त्यति खासै इन्ट्रेस्ट गरेन अब टायर्ड पनि भयो बच्चा त्यत्रो 3 घन्टा उफ्रिनु भने थोरै हो त अनि हामी यति गरिसके पछाडि खेलिसके पछाडि चाहिँ अनि अब जम घर भनेर आयौँ अनि छोरो चाहिँ जुत्ता लगाउँदैछ आजको दिन चाहिँ एकदमै प्रोडक्टिभ भयो छोरालाई पनि मलाई पनि न्यू एक्सपिरियन्स भयो अनि छोरी चाहिँ मिन टाइममा सुतिन् एकदम सजिलो भयो एकदम रमाइलो पनि भयो अनि यदि हजुरहरूलाई पनि छोराछोरीलाई टाइम स्पेन्ड गर्न लानुहुन्छ भने जम्पिङ फन इज द वान बेस्ट प्लेस
what I say, it's very nice and enjoyable trip भयो यो दिनको चाहिँ. Thank you so much. Bye.